देशको प्रधानमन्त्री होइन यो प्रधानमन्त्री भएको मान्छे देशको प्रधानमन्त्री राजा भनेको साझा हुन्छ अहिले हेर्नुहोस् प्रधानमन्त्री साझा हुनुपर्ने हो खासमा साझा हुनुपर्ने त अनि उसले के भनेको त कब्जा गर्ने भनेको यो देशकै प्रधानमन्त्रीको बाउले बनाएको देश हो यो देश यो सबै नेपाली 3 करोड नेपाली जनजाति ल्याउनलाई केपी ओलीको के लगानी छ गणतन्त्र ल्याउनलाई यो आज वीरेन्द्र के अरे यो ज्ञानेन्द्र सरकारले पनि साथ दिएको थियो 95% किन साथ दिएको थियो भने जनताको छोराछोरी नमारौँ नभए त्यतिखेर 1-2 जना नेताहरूलाई पक्रेर मारिदिएको भए गणतन्त्र ल्याउँथेन यो ल्याउने भनेको गणतन्त्रमा राजाको पनि हात छ अहिले चाहिँ राजालाई यस्तो उस्तो गरेर पाल्ला छ चोर भनेको छ ज्यानमा र हत्यारा भनेको छ हत्यारा त यिनीहरूले मारेको हो के अरे वीरेन्द्रलाई यो नेताहरूले मिलेर मारेको यिनीहरूले वीरेन्द्रलाई पनि मार्यो अनि एमालेको मदन भण्डारी मार्ने पनि यही एमाले नै हो एमाले नै बोलिसक्यो मलाई काङ्ग्रेसले मार्न लगाएको हो म मार्दिनँ म अहिले चाहिँ बुढो भएँ अब मरे पनि म भनेर अहिले उसले बोलिसक्यो एमाले मार्ने पनि मदन भण्डारी मार्ने पनि एमाले नै हो नेपाल नेपालीको हातमा हुनुपर्छ भनेर काठमाडौँको प्रतिनिधित्व गर्दै कालापानी पुगेको मान्छे हो म त्यसकारण नेपाल नेपालीको हातमा होला कि भनेर हिजो प्रजातन्त्र ल्याउनको लागि लड्ने मध्येमा मै थिए गणतन्त्र लड्ने मध्येमा मै थिए र यी सबै हाम्रो लागि धोका हो विदेशी एजेन्टलाई हामीले नेता भन्दैछौँ भनेर थाहा पाएपछि होइन यो देशमा चाहिँ मियो चाहिन्छ मियो बिनाको दाई हुँदैन राजा बिनाको राज्य हुँदैन भनेर म स्वतस्फूर्त कसैको दबावमा नपरिकन म पनि राजावादी भएर उदाएको मान्छे हो त्यसकारणले हेर्नुहोस् हिजो तपाईको के भने नेतृत्व गर्नको लागि लायक हुनु पर्थ्यो अहिले त सांसद हुनको लागि चोर बाटोबाट सांसद चोर बाटोबाट मन्त्री र ती चोर बाटोबाट आएका नेताका गर्लफ्रेन्ड र स्वास्नीले देखादेखि भ्रष्टाचार गर्ने गरी मन्त्री भएको अवस्था छ देश कसरी चल्छ त्यसकारणले हेर्नु कुनै गणतन्त्र ल्याउनको लागि 0% लगानी भएको मान्छे बैलगाडा चढेर अमेरिका पुग्दैन भन्ने मान्छे आज गणतान्त्रिक व्यवस्थाको प्रधानमन्त्री हुन्छ त्यसकारण यो बकाइदा नेपाली छाला र विदेशी चाला भएको विदेशी एजेन्ट आएर नेपालको मन्त्री बन्दै गर्दा या प्रधानमन्त्री बन्दै गर्दा त्यस्ता मान्छेहरूलाई नेपाली जनताले सहयोग गर्नुहुन्छ यो देश हाम्रो हो भनेर चाहिँ कहिलेसम्म बुझ्ने काठमाडौँको जनता हिजो एमाले 10 सिट ल्याउँदाखेरि काठमाडौँ जिल्ला लाल किल्ला भने हो कि होइन आज त्यही मान्छेहरूले केपी ओली या एमालेका मान्छेहरू राष्ट्रघाती हुन् भनेर थाहा पाएपछि काठमाडौँको मान्छेले अब हामीलाई भोट दिँदैनन् भन्ने थाहा पाएपछि काठमाडौँको मान्छेलाई कुट्दे गोद्दे लगार्दे भनेर आज केपी ओलीले जुन के अरे आदेश गिराएको छ यसलाई देशको माया छ यो गणतन्त्र भन्ने मान्छेहरू काङ्ग्रेसको एजेन्डा कहिले गणतन्त्र हुन्छ काङ्ग्रेस जहिले पनि राष्ट्रवादी राजालाई शिर उपरमा राजाको गर्दन तल मेरो गर्दन माथि भन्ने विश्वेश्वर प्रसाद कोइराला होइन हो त्यो विश्वेश्वरका चेलाहरू गणतन्त्रवादी हुन्छन् कहिले तर एमालेले बोकिरहेछ ओलीले बोकिरहेछन् एमालेलाई मुद्दा नभएपछि गणतन्त्र ल्याउनको लागि 0 लगानी भएको मान्छेहरूले गणतन्त्रको नाटक गरेर यो देशमा जनता भिडाउने काम गरिरहेछ हिजो भोट दिएको मान्छेहरूले नपत्याएपछि आज त्यही मान्छेलाई गोद्दे भन्दैछ प्रधानमन्त्रीको सत्ताको दुरुपयोग गरेर अधिकारको दुरुपयोग गरेर त्यही मान्छेहरूलाई यही जनतालाई गोद्दे यही मान्छेलाई मार्दे भनेर त्यसले आदेश गिराउँदैछ अब के छ